चीनको तिब्बततर्फबाट बुधबार बिहान अचानक आएको भीषण बाढीले रसुवाको भोटेकोसी नदी तटीय क्षेत्रमा ठूलो विनाश मच्याएको छ। बिहान करिब 9:15 बजे आएको बाढीले बस्ती बजार, जलविद्युत आयोजना तथा सुरक्षा निकायका संरचनामा क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको छ। सञ्चार सम्पर्क अवरुद्ध भएकाले क्षतिको पूर्ण विवरण भने आउन सकिरहेको छैन। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी अत्यन्तै ठूलो र अप्रत्याशित रहेको थियो। उनका अनुसार गत वर्षको बाढीको तुलनामा यसपटकको बाढी कम्तीमा 10 गुणा ठूलो रहेको प्रारम्भिक अनुमान छ। सुरक्षा निकायमै सम्पर्कविहीन। बाढीको सबैभन्दा गम्भीर असर मध्ये सुरक्षा निकायसँगको सम्पर्क विच्छेद हुनु पनि रहेको छ। प्रभावित क्षेत्रमा खटिएका 21 प्रहरी मध्ये 16 जना अझै सम्पर्कविहीन रहेका छन्। टिमुरेबाट भने 5 जना प्रहरी सम्पर्कमा आएको नेपाल प्रहरीले बताएको छ। स्याप्रुबेसीमा कार्यरत 9 प्रहरी सहित रसुवागढी र मैलुङ क्षेत्रमा खटिएका प्रहरीसँग समेत सम्पर्क हुन सकेको छैन। प्रहरी कार्यालय बगेका हुन् वा त्यहाँ कार्यरत प्रहरी समेत प्रभावित भएका हुन् भन्ने एकिङ हुन बाँकी रहेको छ। बाढीले क्षति पुर्याएको प्रारम्भिक विवरण छ। बस्ती र जलविद्युत आयोजनामा ठूलो क्षति। बाढीले स्याप्रुबेसी सहित भोटेकोसी किनारका बस्तीमा पानी पसेको छ। दर्जनौं बस्ती तथा बजार प्रभावित भएको प्रारम्भिक सूचना आएको छ। तल्लो तटीय क्षेत्रमा रहेका जलविद्युत आयोजनामा समेत ठूलो क्षति पुगेको आशंका गरिएको छ। केही आयोजना तथा संरचना बाढीले बगाएको सूचना आए पनि एकिङ विवरण संकलन हुन सकेको छैन। स्थानीय प्रशासनका अनुसार बाढीबाट जनधनको ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। त्रिशुली हुँदै चितवनसम्म जोखिम। भोटेकोसीमा आएको बाढीको असर तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले रसुवादेखि नुवाकोट, धादिङ, गोर्खा हुँदै चितवनसम्मका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। त्रिशुली नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनारका बस्तीमा रहेको नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान भनिएको छ। बाढीको प्रभावित मोगलिङसम्म पुग्न सक्ने भन्दै त्रिशुली नदीसँग जोडिएका सबै तटीय क्षेत्रलाई उच्च जोखिममा राखिएको छ। पृथ्वी राजमार्ग सहित प्रभावित क्षेत्रका करिडोर सडक बन्द गरी आवागमन रोक्न समेत सरकारलाई आग्रह गरिएको छ। 4 जिल्लातर्फको यातायात रोकियो। बाढी र पहिरोको जोखिम बढेपछि ट्राफिक प्रहरीले काठमाडौँमै सवारी साधन रोकेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनतर्फ जाने सवारी साधनलाई तत्कालका लागि काठमाडौँमै रोकिएको छ। यसले सम्भावित मानवीय क्षति न्यूनीकरण तथा उद्धार कार्यलाई सहज बनाउने उद्देश्य रहेको जनाएको छ। उद्धारका लागि सुरक्षा संयन्त्र परिचालन। सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरेको छ। विपद व्यवस्थापन प्राधिकरणलाई समेत सक्रिय बनाइएको छ। तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ। सम्भावित उद्धार तथा राहतका लागि हेलिकप्टरलाई स्ट्यान्ड बाई राखिएको छ। गृह तथा पर्यटन मन्त्रालयले उद्धारका लागि 2 वटा हेलिकप्टर पठाउने तयारी गरेको छ। सञ्चार अवरुद्ध, एकिङ विवरण आउन बाँकी। बाढीपछि टिमुरे क्षेत्रसहित उत्तरी रसुवामा सञ्चार सम्पर्क कठिन बनेको छ। यही कारण प्रभावित क्षेत्रको वास्तविक अवस्था र जनधनको क्षतिको एकिङ विवरण तत्काल प्राप्त हुन सकेको छैन। सुरक्षा निकाय र स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा सम्पर्क स्थापित गर्ने तथा उद्धार र क्षतिको विवरण संकलन गर्ने प्रयास गरिरहेका छन्। भोटेकोसीमा आएको यो बाढी सामान्य बाढीभन्दा निकै ठूलो र विनाशकारी देखिएको छ। रसुवामा भएको प्रारम्भिक क्षतिको पूर्ण विवरण अझै बाहिर आउन बाँकी रहेको बताइएको छ। त्रिशुली नदीको तटीय क्षेत्रमा समेत जोखिम उच्च रहेको छ। प्रशासनले नदी किनारमा नजान, सुरक्षित स्थानमा बस्न र आधिकारिक सूचना मात्र पछ्याउन आग्रह गरेको छ।